हेलो हेलो ए यहाँ प्याक रहेछ यो चाहिँ भरलेको शिव गुफा हो। के को मन्दिर हो त यो भन्नु त। कालु जानु चाहिँ कालु पनि आउनु खोजिरहेको अनि अघि त के अरे त गाडीमा आउँदा कतै हिँडेर आएको हैन अब घर गयो। यहाँबाट त सिङ्गल जाऊ अप्ठ्यारो छ। ओ दिलबहादुर ठीक छ मामा खै माइक साइक छैन त हौ। ल कता हो त बहादुर कहाँ हिँडेको? ल भरले पोखरी पिकनिक स्पोट आइपुग्यो। भरले पोखरी चाहिँ यता रहेको छ लेफ्ट साइडमा र हाम्रो पिकनिक स्पोट चाहिँ यता राइट साइडमा गएको छ। ल पिकनिक स्पोट आइपुग्यो। माने गाउँपालिकामा पनि यो हाम्रो के हो पिकनिक स्पोट होइन? हो यो नयाँ पिकनिक स्पोट। म त फर्स्टचोटि पो यता त्यता त घुमेको यता चाहिँ आएको थिएन हो र पनि। त्यही भएर अब त्यसपालि चाहिँ फर्स्टचोटि आयो निकै रमाइलो लागिरहेछ। ल सबजना आइपुगेछ है। ल पिकनिक स्पोटमा साथीहरू साउन्ड सिस्टमलाई जेनेरेटर बनाउँदैछन्। सम्बन्धी ल हामी यहाँ 2080 को यो माने भन्दा हिटी समुदाय त यस ठिकै छ अहिले एकछिन हामी यहाँ के अरे भोरले पोखरीमा आएको छौँ। जो ठाउँ फेरि फेरि पनि आउनु जस्तो रहेछ। यो हामी अब नयाँ साल चाहिँ 2080 राम्रोसँग मनाउँ भनेर जो बालबच्चा भर्खर आइपुगेछ। फ्यामिली लिएर हामी सामान झार्ने हामी तर्खरमा छौँ, झार्दै पनि छौँ। ल ठिक छ हाम्रो नेताजी उहाँ मामा हुनुहुन्छ। ल नयाँ वर्षको शुभकामना मामा। हजुर धन्यवाद बाबु। ल हजुरलाई नि अग्रिम शुभकामना बाबुलाई। हो ल हामी यो पिकनिक स्पोटमा भर्खर आइपुग्यौँ होइन? हजुर
ए खतरा बनाएर चाहिँ नि त ल बिनाजु ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर है त पढा रहेछ त ठाउँ त भरले पोखरी चाहिँ उतापट्टि रहेको छ तर यो चाहिँ त्यसको राइट साइडमा रहेको यो रमणीय स्थल एकदम राम्रो रहेछ। हामी पनि म पनि पहिलोचोटि आउँदैछु चुलाको तयारी हुँदैछ हाम्रो देवबहादुरले यहाँ चुला बनाउँदैछ यहाँ हाम्रो ठेकदार साहब पुरै होइन विदुर नेपाल आर्मीको यहाँ ट्रेनिङ सेन्टर भइसकेपछि अलि अझै व्यवस्थित भएको जस्तो लाग्यो मलाई। पानी आउँदैछ माथिबाट यति पानी हो भने त हामीलाई त टन्नै हुने रहेछ नि त होइन। आउँछ दाजु अहिले डाइरेक्ट छोडिदिन्छु माथि। मानेभ्ज्याङ गाउँपालिकाको वार्ड नम्बर 5 मा रहेको यो भरले पोखरी साइडको पिकनिक स्पट मानेभ्ज्याङ बजारबाट मात्र 3-4 किलोमिटरको डिस्टेन्समा रहेको यो एकदम रमणीय रहेछ। ल ल हिटी समूहमा चाहिँ यो साउन्ड सिस्टम चाहिँ यसपालि हाम्रो लाउरे दाईहरूले स्पोन्सर यहाँ नाम पनि देख्न सक्नुहुन्छ। हिटी समूहमा भरले पोखरीको रमणीय दृश्य देखाउन गइरहेको छु। अब यस्तो बाटो क्रस गरेर पारि जाँदैछौँ भरले पोखरीको रमणीय स्थलमा जाँदैछौँ। साइडको चौतारा हेर्नु होला अर्को पिकनिक टोली पनि रहेको छ यता हाम्रो माननीय गाउँपालिका 5 उदयपुरबाट आउनुभएको रहेछ। केटाकेटीहरू फुटबल ल्याएर फुटबल पनि हान्दैछन्। के छ भाइ पिकनिक आएको कहाँबाट? उदयपुरबाट। के हो नाम? ए ल भर्खर तयारी हुँदैछन्। यो क्षेत्रको चाहिँ तपाईँको पर्यटक प्रबन्धनको लागि भनेर भरले पोखरी पार्कको चाहिँ डिपिआर पनि भइसकेको छ। यहाँ चाहिँ पुरानो मन्दिरलाई यो नेपाल आर्मीले व्यवस्थित गरेर अहिले सडक नयाँ बनाइदिएको छ। यस्तो राम्रो रहेको छ मन्दिर। ए लानुहोस् भरले पोखरी पार्क। ल ल खेला खेला लु। प्यारापिट रमाइलो रहेछ ठाउँ। नयाँ वर्षको पिकनिकमा नआएको तिमीहरू? कति सालको पिकनिक रे यो? ल थोडो हिँड्ने ठाउँ। म चाहिँ अब यतापट्टि भरले पोखरीको उत्तर पश्चिम साइडमा रहेको यो कटेज प्रतीक्षालयतिर जाँदैछु। अब यहाँबाट चाहिँ हामी
भर्ले पोखरीको नजिकै रहेको गुफामा जाने बाटो देखाउँदैछौँ। यहाँ चाहिँ अहिले यो ध्वजाहरू चाहिँ टक्क जुन टाँगेर राखेको रहेछ। भर्ले पोखरीमा आउँदाखेरि कस्तो लागिरहेछ भाइ? भर्ले पोखरी एकदमै राम्रो छ, रमाइलो छ। म फर्स्ट टाइम आउँदैछु अनि फर्स्ट टाइम योभन्दा अगाडि चाहिँ आएको थिइनँ, तर मान्छेहरूले भनेको चाहिँ मैले एकदमै सुनिरहेको थिएँ। यहाँ चाहिँ आर्मीहरूले खनेर एकदम राम्रो बनाएको छ अरे, राम्रो भएको छ अरे भन्ने चाहिँ मैले सुन्नमा थिएँ। तर त्यो भन्दा पनि मैले सोचेको भन्दा पनि अझै राम्रो पाएँ। यो अब कटेज हेर्नुहोस्, यो कटेजहरू एकदमै राम्रो रहेछ। साथसाथै यो आर्मीले बनाएको रहेछ। यो कटेज मात्रै नभएर त्यहाँ ठाउँ धेरै ठाउँहरू राम्रो राम्रो उयो पिलरहरू पनि त्यो प्यारापिट व्हाइट प्यारापिट पारी यस्तो राम्रो देखिरहेछ है भाइ? धेरै राम्रो देखिरहेको छ। र अहिले आजको चाहिँ नयाँ वर्ष 2080 सालको पनि उद्घाटन भएको हुनाले तपाईँहरू जति पनि हेरिरहनु भएको छ सम्पूर्णलाई नव वर्ष 2080 सालको पावन अवसरमा स्वस्थ रहनु होला, व्यस्त रहनु होला, खुसी रहनु होला भन्न चाहन्छु। र रमाइलो लाग्यो। जस पिकनिक स्पटै रहेछ भनौँ न। पोखरी रहेछ, मन्दिर रहेछ, वरिपरिको यो बाटोमा चाहिँ एकदम रमणीय रहेछ भनौँ न। भर्ले पोखरीको दक्षिण पश्चिम साइड बाट देखिने दृश्य यस्तो रहेको छ। ल यस एयर प्यारापिटले गर्दा चाहिँ धेरै आकर्षक देखिएको रहेछ भर्ले पोखरी प्यारापिट। यो पोखरीको बारेमा हल्का भनिदिनुहोस् त। हजुर, यहाँ पोखरीको बारेमा सडक फराकिलो बनाइयो, उता दिनी बनाइ थपियो। त्यसको साथसाथै र यो त्यहाँदेखि अब फौजी ब्यारेकबाट आर्मीहरू आज तालिम चाहिँ खुलाएर चाहिँ 3 महिना तालिम पनि पुरा गरेर गए। जाँदा धेरै सहयोग उहाँहरूको पनि थपथाप यो ट्रस्ट भवन भयो, मन्दिर मर्मत भयो, चौतारी चाहिँ मन्दिर चौतारी बन्यो। तुलसी राई मैले पनि भिडियो खिच्दै हुनुहुन्छ। पिङ पनि रहेको रहेछ यहाँ। बच्चालाई सिधो दाइ नमस्कार। हजुर लु फेरि आउनु भयो पिकनिक? ल ल तपाईँलाई 80 सालको शुभकामना छ। मेरो पनि हजुरलाई ल संयोगले भेट भयो होइन पिकनिकमा। अनि वाक्सा नजानु भएको घर यसपालि यतै मनाउने भर्ले पोखरीमै? ल ल ल दाजु ल ठिक छ दाइ, ठिक छ ल। मचिनु थाक्नु भयो ए ल। हामी चाहिँ अब पिकनिक स्पोटतिर जाँदैछौँ भर्ले पोखरीबाट। ल साउन्ड सिस्टमै व्यवस्थित बनाइसक्यो। पिकनिक त कडै होला जस्तो छ केटाहरू। स्टारमा पार्टी खाना आएको जस्तो लाग्छ रिसोर्टमा हो।
के छ हौ तुलसी होइन यो त उत्कृष्ट पिकनिक पो होला जस्तो त टोलीहरूले खाना पनि बसाइसकेको छ नि ल पिकनिक त मामा लिख नाच्ने पनि हुनु पर्यो नि एकजना खै Yes,
ल भर्ले पोखरी माथिको डाँडाबाट पारि देखिने उदयपुर गाउँ हुँदै यतापट्टि बानेन्ज्याङ बजार यतापट्टि भर्ले गाउँ तल भर्ले पोखरी ल यो पिकनिक स्पटमा चाहिँ हाम्रो उदयपुरको साथीहरूले चाहिँ फुटसल गेम पनि राख्नु भएर चाहिँ दुईतिर पोस्ट देख्नुहुन्छ ल नाचौ नाचौ कहाँ हो नाचौ नाचौ कडा आउनु छानबिन भयो के छ हिराहरू नाउ सबैलाई सम्पूर्ण हाम्रो हिटीवासी हिटी समूहको मान्छेलाई सबैलाई चाहिँ ह्याप्पी न्यू इयर्स हैन सबै नेपालीका दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाई यो ह्याप्पी न्यू इयर्स
ल धन्यवाद तुलसी भाइ। अब पिकनिक स्पटबाट हामी निक्लिँदैछौँ। ल हामी अब यता हिले पानी टोलीको तपाईँको पिकनिक स्पटमा आइपुगेका छौँ। ल ह्याप्पी न्यु इयर सबैलाई साथीहरूलाई। ल ओहो ल ल ल ह्याप्पी न्यु इयर दाजुहरूलाई। हाम्रो नयाँ दयाङलाई केही छ कि भन्नु? गोपाल भाइ ल भन त। रमाइलो भइरहेछ न्यु इयर? नयाँ वर्षमा केही भन्न छ? ल हिले पानीका साथीहरू आज भर्ले पोखरीमा पिकनिक मान्न आउनुभएको छ। दाइले कडा दिनु हुँदैछ। नयाँ वर्ष 80 खत्रै होला जस्तो छ है। ल कडै भइरहेछ होइन है? तिमी त पुरै स्टार भयो यार, फेमस स्टार भइसक्यो नि होइन सर? ल हिले पानीको टिममा त अब हाम्रो फेरि सगुन कार्यक्रम हुँदैछ है न्यु इयरको। ठिक छ है, त्यो त 5 स्टार भन्दा कडा भयो त उदयपुरको टोइलेट। उदयपुरको पिकनिक कार्यक्रमको नयाँ वर्षको नाचगान।
बिर्सना बिदिने जीवनको के भारा लाउने पो हो कि माया मारेर लानु बाँधोकी डोरी छेउमा बस्न पाउँछु कि मन्जरी दार्जिलिङको दार्जिलिङको रेल सानो मायामा नगर्नु है जी रातीको बाँधोकी डोरी छेउमा बस्न पाउँछु कि मन्जरी दार्जिलिङको दार्जिलिङको रेल सानो मायामा नगर्नु है जी दार्जिलिङको रेल सानो मायामा नगर्नु जन्ते बाख्रो खाइन जन्ते बाख्रो खाइ जन्ते बाख्रो खाइन जन्ते बाख्रो खाइ खाना पनि छ त थोरै थोरै ल्याउन दे